कौवा धेरै बाटो भयो नि के हुन्छ गरे त्यही हो Hello guys, welcome back to our YouTube channel. आशा छ हजुर सन्चै हुनुहुन्छ र हामी पनि सन्चै छौँ। आज चाहिँ हामी बुढाबुढी मिलेर चाहिँ मोमो च्यालेन्ज गर्न लागेको 50-50 वटा मोमो च्यालेन्ज गर्न लागेको। यहाँ चाहिँ 50 वटा मोमोहरू छ र यहाँ चाहिँ चटनी छ, पिरोवाला चटनी छ। नजित्नै हजुरले छु म त कहाँबाट ल्याउनु भएको हजुरले मोमो? मिठो म जित्छु है गाइस सबै यो बुढालाई जित्नु दिन्न एकचोटि त हाम्रो चाहिँ सोचिरहेको छौँ के पनिसमेन्ट दिने भनेर त्यो चाहिँ भाँडा मात्ने बुढाले चाहिँ त्यति धेरै भाँडा छ त्यो सब भाँडा चाहिँ बुढाले मात्नुहुन्छ हायो भन्नु म पहिला हाल्दै हाल्दैन सकिन्न क्या तर मेरो फेभरेट हो मोमो फेभरेट होइन तिम्रो जङ्क फुड सबै फेभरेट हो आफू त नभए जस्तै क्या आज मेरो त होइन उसको चाहिँ चटनी पिरो हुन्छ पिरो छ बल्ल टक्क मजाको पिरो हुन्छ उसको चाहिँ भातहरूभन्दा पनि धेरै जङ्क फुड मोमो चाउमिनहरू बहुत धेरै खाने मान्छे मैले जित्न नबोलिकन खान्छु भन्दा चटनी पिरो रहेछ नि त कति झुसी पातलो लेयरको छ है मोमो यम्मी मिठो मिठो चटनी पिरो चटनीको पिरो पिरो है चटनी त लास्ट पिरो खाना नखाइकन एकैचोटि मोमो खानु लाग्यो हामी त अब मोमो च्यालेन्ज गरेको अब 50वटा मोमो पनि खाना छ त्यही भएर खाना नखाइकन एकैचोटि डाइरेक्ट मोमो खाएको हामीले त्यही पनि छोरालाई सुताएर हेर्नु छोरा सुतेन भने त केही गर्नै भ्याउन्न भिडियो होइन केही गर्नै भ्याउन्न क्या उनले पनि आफ्नो कामहरू ठ्याक्क छोरा सुतेकोमा चाँडै भ्याउँछ आज चाहिँ मैले हजुरलाई जित्ने हो मलाई त्यो सक्दैन दिने ठ्याक्क हार्ने अनि गएर भाँडा माझ्ने यो भेन्नलाई है म भाँडा मात्र आम्न जित्नै सक्दैन नजित मान्नु पऱ्यो धेरै कुक खायो भने त झन् खान सकिन्न मोमो भरे त्यही लास्ट मोमो कुक खान पर्ला झन् चाहिँ लास्ट पिरो है त चटनी सकेर के तिहारको भ्लग हाल्ने भनेको पनि त्यस्तै भयो बिजी भएर हाल्नै पाइएन हल्का काम पऱ्यो हल्का होइन धेरै नै काम पऱ्यो काम पर्न भने त्यस्तो भने जस्तो केही गर्न पाइएन बनाउन पाइएन तिहारको भ्लग हाल्नै पाइएन अहिले चाहिँ हामी बाहिर गएकै छैनौँ त्यसैले बाहिरको भ्लगहरू आएकै छैन
बिजी छौँ भन्दा पनि म धेरै बिजी छु अहिले। बिजी हुनाले न बाहिर जान पाइएछ न भिडियो बनाउन पाइएछ, त्यस्तै भइरह। आज चाहिँ बडा एकदम टाइमिङ मिलाएर नै आज त बनाउनै पर्छ भनेर यसो टाइमिङ मिलाएर बनाउनु लाग्यो। मेरो त भ्याक्नु लाग्यो। नसक्ने है तपाईँ 50 वाला त कम त होला। मेरो चक्कर बनायो, म त भ्याइन लगाएँ। अब बस भ्याएपछि अब फर्स्ट भएपछि पनिसमेन्ट के गरेँ, भाँडा धस्काउने। अब गएर भाँडा धस्काउने, जसले हारे त्यसले धस्काउँछ नि। मैले थोरै न हारेको छु, तिमीले हारेर हो। मैं भ्याइन लगाएको नहेरेको त हाल्ने नि। कतिवटा हाल्यो भन जाने, कतिवटा बल्ल एउटा हाल्न लाग्थ्यो त्यही भएर। यो मान्छे त कति जितेको क्या, जिते यहाँ भ्यायो मेरो। के हो पिलो भएर हाँसेको क्या। तपाईँ मलाई जुत्ता सक्नुहुन्न क्या। जित्न सक्नुहुन्न भ्याए भयो। उहाँले जित्नुहुन्छ मलाई थाहा छ। जम्मा मेरो यति धेरै हजै छ, यति धेरै। उहाँको 2टा मात्र हजममा देखाउनु त, 2टा मात्र हजममा। जित्ने कहिले पनि होइन, मैले सधैँ उसरी जित्नुहुन्छ। पेट पनि फुल भयो। चट्नी पिरोले गर्दा सक्दै सकेन कि कसो सकेको हजुरले। च्यालेन्ज हो, च्यालेन्ज एक्सेप्ट गरे त अब जित्ने कोसिस हुन्छ। सरी। फिफ्टीवटा मोमो खाने यो मान्छेले हेर्नु त। मेरो चाहिँ फिनिस भयो। मेरो चाहिँ यति रह्यो, यति छ। अब मेरो चाहिँ यति रह्यो। अब आरामले खान्छ यिनीहरूले। म चाहिँ आरामले खान्छु अब चाहिँ। अनि त्यसपछि आरामले खाएर भ्याएपछि अनि आफ्नो पनिसमेन्ट गर्छन्। पनिसमेन्ट हजुरले गरिदिए। च्यालेन्ज इज च्यालेन्ज। यो त पसिना पसिना भएको टिस्यु पेपर ल्याएको होइन, बिर्सिरहेको छु। अझ खाने कोक मान्छे त कति सक्छ है खान। ल
50वटा म हाल्न सक्छु म सकिनँ यति मात्र रह्यो धेरै नै भनेको त्यति त खाएकै हो 50वटा मोमोमा यति रक भनेको धेरै नै आमा पिरो भयो चटनी र त्यसैले खान सकिनँ गाइस अब के भयो तिमीलाई म त भयो ल ल अब हजुर जित्नु भयो त मैले खाएर के काम अब अहिले पछि आराम खाऊ अब चाहिँ त्यही हो कुरा नघुमाऊ अब पनिसमेन्ट च्यालेन्जको पनिसमेन्ट त्यही हो अब भाँडा माझ्ने यी गाइज हेर्नुहोस् बुढीले बिचरा च्यालेन्ज हार्यो के अरे अब बिहानैबाट आज कम्ता बाटो बिहानैबाट आज च्यालेन्ज लिएर धस्काउँछु पुरा बुढालाई माझाउँछु भनेर पुरा जम्मा गरेर राखेको उसले लास्टमा चाहिँ बुढी को परेको अरे यता हेर लास्टमा आफै परियो तिमीले त जहिले नि अस्तिको पाले नि त्यही भनेको तर सकेन त्यही भएर भन्छ कौवा धेरै बाटो भयो नि के हुन्छ त्यही हो थ्याङ्क यू फर वाचिङ आवर भिडियो हजुरहरूलाई कस्तो कस्तो भिडियोहरू मनपर्छ हजुरहरूले कमेन्ट भिडियो गरिदिनु होला सी यू लेटर बाई